मेरो छोरी यस्तो चकचके छ हजुरले नि हेर्न सक्नुहुन्छ है। एकछिन खाली बस्दिनँ के केही कुरामा नि खाली बस्दिनँ। हुन त एकजना मात्रै हो, नानी मात्रै हो, बिचरा खेल्न नि केसँग खेलोस् हैन। अनि हजुरको एक दिन छुट्टी भयो भने यति गाह्रो बनाउँछ है, धेरै चकचके छ। के गरौँ कसो गरौँ हुन्छ होला। पकाउने चम्ची थाल बटुका उसको घरमा बुढीहरू त्यति छन् खेल्नेहरू है, तर उसले खेल्दिन क्या। उसले खेल्ने भनेको यस्तै पानीसँग, मैले पकाउने चम्चीहरूसँग, कराईसँग, भाँडाहरूसँग खेल्छ है। त्यो पनि ठिकै लाग्छ, बिचरा खेल्न नि केसँग खेलोस् यतै खेल्ने ऊ एक्लै चाहिँ। अनि मसँग खेल्न खोज्छे, अनि मेरो साथी ऊ चाहिँ, उसको साथी म छु है, दुईजना भएर खेल्ने हो। अनि मैले उसको भिडियो बनाउदिनु पर्छ खेल्दाखेरि चाहिँ, अनि एकदमै खुसी हुन्छ कि। अब आज स्याटरडे हेर्नु न, उसले अब उसको खेल्ने भनेको बाटा र पानीसँग खेल्ने हो। यति खुसी भएकी छिन, तर भिडियो चाहिँ बनाइदिइरहनुपर्छ होइन। उसलाई बोल्न यति मनपर्छ है, एकदमै राम्रो छ उसको बोली चाहिँ है। उसलाई नि सपोर्ट गरिदिनु होला, उसको युट्युब च्यानल छ, उसलाई सब्सक्राइब गरिदिनु होला है, युरागी राउतमा।